हेलो एभ्रिबडी, के छ तपाईँहरूको हालचाल? एकदमै सन्चै हुनुहुन्छ होला भन्ने कामना गर्छु। ब्लग बनाउनु लागेको एक दुईचोटि भयो, त्यस्तो खास एक्सपिरियन्स छैन मसँग ब्लग बनाउने। त्यत्तिकै हल्का फुल्का बोल्न, अब सायरीहरूमा त म हल्का फुल्का यस्तै दुई चारचोटि कटिङ गरेर बनाउँछु। अब यसमा बोल्न एकदम गाह्रो हुन्छ, केही छैन, त्यही पनि एकान्त ठाउँमा म बोल्छु मजाले। ब्लग बनाउनुको मुख्य कारण के हो भनेपछि, अब यो ठाउँ यति राम्रो छ नि, पुरा चट्ट पहाडहरूले घेरिएको गाउँघर जस्तो पुरा आवाज, चराचुरुङ्गीको आवाज, चिरिबिरी म तपाईँहरूलाई देखाउँछु होइन। यी हेर्नुहोस्, पहाडहरू यति दामी, पुरा हेरौँ जस्तो लाग्ने। बिहान उठ्न साथ पुरा घाम चरक्क आउँछ, यस्तो रमाइलो लाग्छ कि पुरा जिन्दगी एकदम चिलमा बित्ला जस्तो। एक दुईजना साथी यहाँ चट्ट परेको एकदम मिल्ने खालको हुनुपर्छ, घुम्ने टाइपको। अब दिनभर त काम हुन्छ होइन, साँझ यसै बेला चट्ट घुम्ने टाइपको साथीहरू हुनुपर्छ, एकदम मजाले जान्छ दिनहरू। त्यही भएर अब एक्लै छु यतातिर, दाइ छ एउटा उता काम गर्ने ठाउँमा, दाइसँग त्यस्तो घुमाउँ, अब घुम्न जाने हुन्न, अब साथीभाइ भए पो जाम घुम्न भन्ने कुरा हो। के गर्नु हो, यस्तै छ जिन्दगी। अब पहिले काम गर्ने ठाउँदेखि हल्का टाढा आएको छु अहिले चाहिँ, अलि अब त्यहाँभन्दा अलिकति गाह्रो छ यहाँ काम। अब त्यहाँ त अलिक बसाबसै थियो, साथी पनि थियो त्यहाँ त, अब मेरो गाउँकै साथी थियो। अहिले चाहिँ एक्लै छु, आउँछु भन्छ साथीले, अब के हुन्छ खै। तर अब यो ठाउँ यति राम्रो छ कि पुरा अब हेरिराखौँ जस्तो। साथी आएपछि ब्लग बनाउँछु भन्ने सोचेको थिएँ, तर अब खै अब साथीले पनि आउँछु आउँदैन, अब दुईवटा कुरा गर्छ, त्यही भएर मैले त यत्तिकै हाल्थेँ। अब जस्तो होला जे होला, अब जिन्दगीको हेर, अब यस्तो भाइरलै हुनुपर्छ भन्ने छैन। चट्ट पारेर अब आफ्नो मनका पीडाहरू चट्ट पोख्ने ठाउँ, अब जस्तै अब सोसल मिडिया नै हो। अब कहाँ पोख्ने, के गर्ने, अब कसलाई भन्ने, कसलाई सुनाउनु। अब दुनियाँलाई सुनाए मजाक बनाउँछन्, अब आफ्नो मनको पीडा आफै भित्र राखौँ भने सकिँदैन, गाह्रो हुन्छ, बोझ भए जस्तो लाग्छ। अब त्यही भएर भिडियोहरू बनाउने, हालिदिने, चट्ट अरूलाई पनि रमाइलो, आफ्नो जीवनी सुनाएर अरूले पनि रमाइलो लिन्छन्, आफ्नो पनि रमाइलो। केही गर्ने गाई जस्तै छ जिन्दगी। अब आमाहरूलाई एकदम मिस गरेको छु, मम्मीहरूलाई, अनि मेरो प्यारा साथीहरूलाई एकदम धेरै सम्झना छ एकदम। अब आउन पाएन, नयाँ सालमा भर्खरै आएको म इन्डिया, अब आउन पाएन। गाह्रो पिरो नमान, अब गाह्रो पिरो त के मान्ला, त्यही पनि अब साथी नभएर खल्लो लाग्यो होला। अब के गर्ने गाइस, यस्तै हो जिन्दगानी। एउटा मान्छे आएर के गरिरहेछ भन्छ, अर्काको ठाउँ हो, गाउँ हो, अब के थाहा, गाली गर्छ नि त यस्तो ठाउँमा। त्यही भएर म हल्का अघि जान्छु। अब फेरि हल्का नराम्रो टाइपको अब को मान्छे हो, कहाँबाट आएर भिडियो बनाउनु लाग्यो भन्ने हुन्छ नि। केही छैन गाइस, त्यही हो, आमालाई धेरै सम्झना छ।